हिजो जुन जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 1 मा अन्दाज 3 वर्षकी नाबालिका मृत अवस्थामा फेला परेको थियो। त्यसको चाहिँ हामीले तत्काल प्रारम्भिक जाँचको क्रममा चाहिँ घटनास्थल लासता पुस्तिका लगायतका कार्यहरू सम्पन्न गर्यौं र अनुसन्धानको क्रममा हामीले चाहिँ निज बालिका अस्ति आइतबार बिहानैदेखि हराएको भन्ने चाहिँ जानकारी थियो हामीलाई र निजको खोज तलासको लागि स्थानीयवासीहरूको सरसहयोगमा प्रहरीले खोजतलास कार्यहरू पनि जारी राखेको थियो। अब हिजो चाहिँ बेलुका चाहिँ दुर्गन्धित अवस्थामा चाहिँ डेड बडी फेला परेको जानकारी हुनसाथ हामीले नेपाल प्रहरी प्रदेश कार्यालयबाट केनाइन मगाएर निज मृतक बालिकाको मुभमेन्ट कहाँदेखि कहाँसम्म थियो भन्ने चिज चाहिँ ट्र्याक गर्न चाहिँ हाम्रो डगको सहायताले सफल भयौँ। त्यस पछाडि उक्त वारदात कसुरमा को कसको संलग्नता थियो भन्ने चिज चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्रित भयो र उक्त अनुसन्धानमा चाहिँ निज बालिका फ्रिक्वेन्टली जाने गरेको घर भनेको चाहिँ यो प्रवेश चौधरी भन्ने चाहिँ निजको आफन्तको घरमा जाने आउने गर्थिन् र त्यस क्रममा चाहिँ प्रवेश चौधरीको घरमा आउने जाने गर्ने मान्छेहरूलाई निगरानी गरिएको थियो र प्रवेश चौधरीसँग नजिकको सम्बन्ध भएको निजकै एउटा म्याजिक भ्यानमा सहचालक काम गर्ने सुमन थापालाई हामीले नियन्त्रण दिन सफल भयौँ र प्रारम्भिक सोधपुछको क्रममा चाहिँ उसले यस घटनामा आफ्नो संलग्नता स्वीकार गरेको अवस्था रहेको हुनाले उसलाई सम्मानित 12 जिल्ला अदालतमा कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा शीर्षकमा म्याद लिई चाहिँ अनुसन्धान जारी राखिएको छ। घटना 31 गते बालिका प्रवेश चौधरीको घरमा चाहिँ गएर मिसिङ हुन्छन्। त्यस पछाडि मिसिङ भइसकेपछि घटनाकै क्रममा यो सुमन थापा भन्ने मान्छेले चाहिँ बालिकालाई ललाई फकाइ लगेर त्यो एबान्डन हाउस जुन घर थियो घटनास्थल भएको त्यो घरमा लगेर करणी गरेको र करणी गरिसकेपछि चाहिँ कर्तव्य गरी मारेको भन्ने चिज चाहिँ थाहा छ। होइन, अब प्रारम्भिक रूपमा हामीले अनुसन्धानको क्रममा चाहिँ उसले स्वीकार गरेको अवस्था छ। यसमा अन्य कुनै कसुरदारको संलग्नता छ छैन भन्नेतर्फ पनि हाम्रो अनुसन्धान केन्द्रित रहन्छ। होइन, हामी कानुन बमोजिम हदैसम्मको दण्ड सजाय माग्दा बिली यो चाहिँ अब नाबालिका हुन्। हाम्रो मुलुकी फौजदारी कार्यविधि संहिताले कसुरको गम्भीर्यता घटाउने भनेको छ। केही घटाउने कसुरहरूको व्यवस्था गरेको छ भनेदेखि कसुरको गम्भीरता बढाउने कसुरहरूको पनि व्यवस्था गरेको छ। त्यस सन्दर्भमा चाहिँ निज नाबालिका भएको जबरजस्ती करणी पछाडि